बडा महाराज धीराज पृथ्वीनारायण शाहले के भन्नुभएको थियो? यो 4 जात 36 वर्णको फुलबारी हो, मेरा साना दुःखले आर्जिया मुलुक होइन, सबैलाई चेतना होस् भनेर भनेको थियो। किन भनेको थियो भन्दाखेरि यो सबैजनाको लगानीमा बनेको, सबैजनाको दुःखमा बनेको, सबैजनाको फुलबारी हो यो। र लोकतन्त्र भनेको विचारको बजार हो। लोकतन्त्रमा बोल्न पाइन्छ, यहाँ त बोल्न पनि पाउन छोडियो, हो कि होइन भन्नुहोस् त? अहिले यहाँ कस्तो खालको कुरा सुनिँदैछ? हिन्दू भनेर हिँड्यो भने पक्रिने अरे, ल पक्रिन्छ भने आमाको दुध पेको छ भने दुर्गा प्रसादलाई पक्रेर देखाऊ। हिन्दू राष्ट्र कायम गराएर मात्रै मर्छ दुर्गा प्रसाद। हिन्दू राष्ट्र माघ 2 गते, अस्तिको माघ 2 गते 82 माघ 2 गते हामीले सुशीला कार्कीसँग किरात बौद्ध सहितको हिन्दू अधिराज्य कायम गराउने भनेर चाहिँ नि सम्झौता गरेको थियो। आज हामीसँग वार्ता गर्नुपर्ने हो नि त सुदन गुरुङले। अनि आफ्नै नक्कली मान्छे खडा गरेर यहाँ देखाउँ त, यहाँ खोइ, यहाँ हेर्नुहोस्, अघि राति म कहाँ आएको, यहाँ हेर्नुहोस्, यहाँ खिचेर राखेको छ। यो सबै खिच्नुहोस् तपाईँहरूले, यता देखाउनुहोस्, यो खिच्नुहोस्। आफ्नै मान्छे खडा गरेर हिजो घन्टीमा भोट मागेर कुदेका घन्टीका सदस्यहरूलाई माथि गर्नुहोस्। यो ल हेर्नुहोस्, आफै बोक्सी, आफै धामी, आफै झाँक्री, यो नक्कली मिलापत्र हो। यो नक्कली मिलापत्रले बिरुवा रोप्यौ तिमीहरूले। रोहिङ्गा ल्याएर बिरुवा रोप्ने भनेको को हो भन्दाखेरि अहिलेको प्रधानमन्त्री बालेन र गृहमन्त्री हुन्। अब आन्दोलन हुन्छ, व्यवस्था फ्याक्ने आन्दोलन हुन्छ। यो हिन्दू मुस्लिमको आन्दोलनले केही हुनेवाला छैन, मान्छे मर्ने हो। यो व्यवस्था फ्याँकौँ। यो व्यवस्था फ्याँक्नलाई अब हामीले आह्वान गर्छौँ। किरात बौद्ध सहितको वैदिक सनातनीहरूले सम्पूर्ण 4 जात 36 वर्णका सबै मान्छेहरू, तपाईँहरू पत्रकार साथीहरू, बुद्धिजीवीहरू सबैजना एक ठाउँमा आउनुपर्छ र हिन्दू राष्ट्र कायम नगरिन्जेलसम्म नि हाम्रो उपाय छैन। 12 बुँदेमा लेखेको छ, किरात बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्ने, राज संस्था कायम गर्ने भनेर लेखेको छ। त्यसको लागि उच्च स्तरीय कार्यदल बनाएर संविधानमा लेख्ने भनेको छ। त्यो कुरा अबको 3 महिनाभित्रमा भएन छ भने हामी आन्दोलनको आँधीबेरी ल्याएर यो व्यवस्था फ्याँकेनौँ भने तपाईँहरू हेर्नुहोस्,